Hello everyone, 안녕하세요. Welcome back to my YouTube channel. This is my second video. आज आइतबारको दिन छुट्टी छ. आज भोलि पर्सि 3 दिन छुट्टी छ कोरियामा. अनि सो छुट्टीको बेलामा रुममा बस्दा रुममा पनि कति सुत्ने कति बस्ने ढाडै दुख्ने गरेर सुत्यो कति सुत्ने. दाइ र म यसो आएको छौँ पाहाडतिर. के छ त दाइ, वेलकम माई भिडियो. के छ त अनि कोरियाको बसाइ कस्तो चलिरहेछ? बिन्दास छ. 2-3 दिन छुट्टी छ होइन? 2-3 दिनसम्म मजा घुम्ने. अब कहाँ जाने हो त घुम्नलाई? त्यही हो, कोरिया बसिन्जेल अब यसो छुट्टीको बेलामा घुमघाम गर्ने हो, अरू बेला काममा लदिने हो, भोटेको गाली खाने हो. यस्तै छ. यस्तो उसमा हाम्रो 1-2वटा टिकटक बनाउने कार्यक्रम छ. टिकटक बनाएर दाइ रेडी हुँदै हुनुहुन्छ टिकटकको लागि. यो चाहिँ खजेसीको फेमस पुल हो. यहाँ चाहिँ लिफ्ट सिस्टम छ. त्यहाँबाट लिफ्टबाट टक्क आउनुहुन्छ. आकाश ब्रिजमा पनि लिफ्ट सिस्टम छ. यसरी लिफ्टबाट तल माथि आउने हो. यतापट्टि हामी दाइ भाइ मिलेर उतातिर घुम्न जाँदैछौँ. कता गुम्बातिर जाने होइन त? कोरियाको खजुदामा भएको बुद्ध गुम्बा. अब बसेको एरियामा चाहिँ त्यति घुम्ने फेमस ठाउँहरू छैन, त्यति राम्रो घुम्ने ठाउँहरू छैन. अब उता बुसान साउलतिर जानलाई अलिक टाढै छ. अब लङ छुट्टी, गर्मी महिनाको छुट्टी हुँदाखेरि चाहिँ उता जाने हो. अहिलेलाई चाहिँ यस्तै. त्यही टक्क फुलहरू फुलेको छ यतातिर. कोरियामा गर्मी बढ्यो. कोरियामा गर्मी वात्तै बढ्यो आजबाट. बिहानसम्म पनि मयूर पाइँदो रहेछ. फर्स्ट टाइम कोरियामा मयूर देखेँ. 1-1.5 घन्टा हिँडेपछि चाहिँ हामी यहाँ यो गुम्बा भएको ठाउँमा आइपुगेका छौँ. भोलि बुद्ध जयन्ती भएको कारणले टक्कै यहाँ सजावट गरेको रहेछ. यसरी होइन, कस्तो दामी सजाएर रहेछ चारैतिर. कोरियाको चाहिँ भोलि बुद्ध जयन्तीको दिन भएको कारणले यहाँ चाहिँ पुरै तयारी भइरहेछ. टेन्ट सेन्ट राखेर यस्तो. तपाईँहरू पनि यहाँ आउन सक्नुहुन्छ. घुम्नलाई राम्रो छ ठाउँ. सुन्दर शान्त वातावरण. यहाँ चाहिँ भोलिको लागि तयारी चलिरहेको रहेछ. मान्छे धेरै, त्यही भएर यहाँ खासै घुमघाम भिजिट राम्रो भएन. अब हामी यता जङ्गलतिर लाग्दैछौँ. हरू काटेर सबै युज गर्दैन. दाउराहरू फरेस्टवालाहरूले काटेर यस्तरी थुपारिराखेको हुन्छ. भर्खरै रुख काटेको रहेछ. यस्तरी काम नलाग्ने रुखहरू काटेर थुपारेर राख्छ. चाहिँ जङ्गलमा पनि यस्तो राख्दै हुन्छ हिँड्नलाई. टक यस्तो काठको सिडी बनाएर. नेपालमा ढुङ्गाको हुन्थ्यो, प्रायः ढुङ्गाको हुन्थ्यो. यहाँ चाहिँ काठको अनि जुटको बोराहरू बिछाइदिएको हुन्छ.
कोरियामा आएर टक्क यहाँ मूलको पानी जङ्गलमा मूलको पानी पिउनलाई कस्तो हुँदो रहेछ त टेस्ट गरी हेरौँ है त। ट्याक्कै नेपालकै जस्तो, नेपालको पाहाडतिरको जस्तो कि स्वादिलो। चु 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 हिँड्दा हिँड्दै थाकियो जङ्गलमा टक्क हिँडेछ। यो चाहिँ हाम्रो कम्पनी हो, यो त चाहिँ हाम्रो बस्ने होस्टेल। यता कम्पनी, यता सामसुङ लेखेको, यता सब पानी जहाज छ, यतापट्टि पनि छ चाहिँ ठुलो हेभी इन्डस्ट्री हो। पानी जहाज यहाँबाट बन्छ। माथिबाट रोड छ, यस्तो फलामको यस्तरी बनाएको छ। हामी तलबाट हिँड्ने बाटो, यस्तो माथि रोड, यस्तो खतरा, यस्तो छ कत्रो पोल, कत्रो ठुलो। ल फाइनल्ली 4-5 घन्टाको यात्रापछि माथि हाइटबाट जङ्गलबाट झरियो तलतिर सहरतिर। फाइनल्ली आइपुग्यो रुमतिर। ल दाइ जानु है त, ल बाई। काका छ, ल हुन्छ ल। यो चाहिँ हामी बस्ने होस्टेलको एरिया हो। 5 घन्टा हिँडेर एक्सर्साइज पनि राम्रै भयो। अब गएर रुम गएर टक्क खाना पकाएर खाएर झ्याप्प सुत्ने हो। मजाले निन्द्रा लाग्ने भयो अब। थ्याङ्क्स फर वाचिङ।